सेवारो नमस्ते सम्पूर्णलाई। आज पनि म सदा चाहिँ अब रुम फर्किँदै गर्दा सानो भिडियो यहाँहरूलाई मेरो आफ्नो पर्सनल कुराहरू राख्न मन लाग्यो हैन। ढुक्कसँगले रुम जाँदैछु। भोलि चाहिँ मेरो छुट्टी छ। रातिको 2 बजिरहेछ। सुनसान छ। एकछिन यहाँ बस्नु पर्यो। के कस्तो हुन्छ एकछिन आराम गर्ने, त्यसपछि रुम जाने है। भनिन्छ नि यस्तै छ। अब रातिको ड्युटी 2 बजे राति के भन्ने, मजबुरी नै हो हैन। अब विदेशको ठाउँमा मजबुरी त हो। अब मालिकहरूले यति बजे आइज भनेपछि आउनु पर्यो। त्यस्तै छ। दुःख मान्नु हुँदैन। भाग्यमा जे लेखेको छ त्यही हुन्छ हैन। अनि हामीले त्यो यो खोजेर नै हुँदैन। यहाँ अर्काको देशमा हामी पैसा कमाउनु आएको पहिलो कुरो। आफ्नो बाटो हिँड्ने, आफ्नो लाइन हिँड्ने, दायाँ बायाँ भयो भने त्यही हो। भविष्य बर्बाद हुन्छ। त्यही भएर कोहीसँग न्युनी खोज्नु हुँदैन। अब अलिकति गतिलो हैसियत नबनाइसम्म हामी जति सक्दो माउन एकदमै चुप लागेर बसेकै राम्रो। किनभने त्यहाँ हामी जति धेरै बोल्यो, जति धेरै रिस देखायो, जति धेरै बाटो भयो, त्यति नै हामीलाई आफैलाई घाटा हुन्छ। त्यही भएर चुपचाप बस्ने, काम गर्ने, भनेको मान्ने, इमान्दारिता देखाउनु पर्छ पहिलो कुरो। बिस्तारै सबै ठिक हुन्छ। धैर्य गर्न सक्नुपर्छ पहिलो कुरो। सबैभन्दा धेरै चाहिँ धैर्य। मान्छेमा हुनुपर्ने गुणै त्यो धैर्यता एकदमै हुनु जरुरी छ। ल अब फेरि पनि अर्को टाइम भेट्ने बाचा गर्दै। अब शुभ बिहानी। अब नेपालमै हुनुहुन्छ सबैजना भन्छ शुभ बिहानी। अहिले बिहान भइसक्यो हैन। अर्को दिन चाहिँ एकदमै मजाले सकारात्मक सोच लिएर बढ्नुहोस्। यस्तै छ। अब भोलि के हुन्छ भन्ने कुरो थाहा हुँदैन मान्छेलाई हैन। त्यही पनि अलिकति हामी अगाडि नै थोरै सतर्कता भएर बस्ने, आफूलाई अलिकति सेफ्टी फिल गराएर बस्ने एउटा बानी बसाल्नुपर्छ। भोलि जे हुन्छ हुन्छ भनेर पनि हिँड्नु त भएन हैन। भोलिको दिन हुन त कसले देखाएको छ र। त्यही पनि केही कुरोहरूमा चाहिँ अलिकति आफैलाई एउटा के भन्छ त्यसमा, त्यति धेरै आएन मलाई। त्यति धेरै राम्रोसँग बोल्न आउँदैन। सेफ भएको फिल गराउनुपर्छ कुनै चिजमा। कहिलेकाहीँ अचानक केही एक्सिडेन्ट भइदिन्छ घटनाहरू। त्यतिखेर चाहिँ अरूलाई हार गुहार माग्नु भन्दा पनि आफै अलिकति स्ट्रङ भएको हुँदाखेरि राम्रो हो है। ल त अब तपाईँहरूको भोलिको दिन एकदमै राम्रो बित्योस्। सोचेको भन्दा धेरै सबैजनाले सकारात्मक सोच्नु होला। नकारात्मक सोच्ने भनेको आफैलाई घाटा हुन्छ। आफ्नैलाई कसैको बारेमा पनि कहिले पनि नराम्रो चाहिँ नसोच्नु होला भन्दै आजको भिडियो यति नै। शुभ बिहानी सबै नेपालमा हुने र देश विदेशमा छरेर सम्पूर्ण आफन्तजनलाई पनि धेरै धेरै माया सम्झेको छु।